हामी कम्युनिस्ट होइनौँ, हामी नव उदारवादी पनि होइनौँ, हामी कम्युनिस्टको आवरणमा क्रोनी क्यापिटलिस्ट पनि होइनौँ। त्यसैले कित्ता कार्ड स्पष्ट छ, बलियो राज्य हुन्छ, नीति तथा कार्यक्रम पनि सही बुँदे छ। अघिल्लाहरू 200-250 भन्दा बढी 280 वटा बुँदा हुन्थे। त्यसैले यहाँ कपी पेस्ट भन्ने पनि कुरा आए। मलाई थाहा छैन 280 प्याराग्राफका चाहिँ पहिलेका नीति कार्यक्रमहरू अहिले 100मा ल्याइँदाखेरि के छुटे, के परे, के नक्कल गरिए, के मौलिक कुराहरू हालिए भन्ने कुरा विवेकशील मान्य सांसदज्यूहरूले आफै छुट्याउने कुरा नै हो। त्यसैले यो परम्परागत भन्ने कुरा चाहिँ यो राज्यको अविच्छिन्नता, कन्टिन्युइटीका विषयहरू छन्। यसमा हामीले कमिट गरेका चिजहरू, पहिलेका सरकारहरूले कमिट गरेका चिजहरू, 16औं आवधिक योजना होला, मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्क होला, सस्टेनेबल डेभलपमेन्ट गोल्सका कुराहरू होलान्, त्यसलाई हामीले बोक्नुपर्ने हुन्छ। यो त हामी आएपछि पाङ्ग्राको पुनर्आविष्कार हुन्छ, रिइन्भेन्सन अफ द विल हुन्छ भन्ने त्यो आलो काँचो विश्वास हामी गर्दैनौँ। त्यसैले संविधान, सार्वभौमिकता, यी प्रतिबद्धताहरूलाई हामीले अघि मैले भने पवित्र लक्ष्य उद्देश्यका रूपमा यसलाई अगाडि लाने हो। निर्वाचनको थिम पनि नीतिगत कुराहरू भन्दा पनि शैलीगत कुराहरूमा चाहिँ नेपाली जनताको आक्रोश, त्यो विस्फोट, त्यो असन्तुष्टि मुखरित भएको कुरा धेरै टिप्पणीकारहरूले बताउँदै आएका पनि छन्। त्यसैले हामीले प्रमिस गरेको चाहिँ शैली, स्वरूप र चरित्र नै हो। त्यसमा हामी खरो उत्रन चाहन्छौँ। सुशासनको एक सूत्रीय अर्जुन दृष्टि चाहिँ हाम्रो छ। समुन्नतिको एजेन्डाहरू पनि सुशासनकै जगमा गर्ने हो भनेर सम्माननीय प्रधानमन्त्रीज्यूबाट त बेला बेलामा चाहिँ आउँछ कि पहिला सुशासनमै फोकस गरौँ, विकास निर्माणलाई पनि अलिकति पज गरेर जाने हो कि भन्नेसम्मको सरसल्लाह भएको कुरा म यहाँहरूलाई अवगत गराउन चाहन्छु। त्यसैले आर्थिक वृद्धि, राजस्व लगायत यी सबै विषयको निरन्तरता हुन्छ, हुनुपर्छ। हामी आएपछि शिक्षा सुधार गरिनेछ भन्ने विषयलाई फरक देखिनकै लागि अर्को वाक्यांश भन्ने कुरा हुँदैन। त्यसैले मूल परीक्षा र परीक्षण भनेको हाम्रो नियत, क्षमता र अन्ततोगत्वा यो परिणाम नेपाली जनताको हितमा हामी यो देखाउन सक्छौँ कि सक्दैनौँ भन्ने हो। र प्रारम्भिक लक्षणले जुन उत्साह हामीलाई दिइरहेको छ, यही बाटोमा हामी अझ बढी रफ्तारमा अगाडि जाने कुरा नै छ।